अब यसमा सुन्नुपर्ने कुरा चाहिँ तपाईहरुलाई म आज चाहिँ क्लास किन लिनु खोजेको थिएँ भन्ने कुरा। तपाईहरु चाहिँ सबभन्दा पहिले हैन तपाईहरु चाहिँ यहाँ किन आउनु भएको भन्ने कुरा तपाईहरुलाई थाहा हुनुपर्छ के। व्हाई यु आर हियर भन्ने कुरा थाहा हुनुपर्छ। किन भनेपछि तपाई जस्तै यहाँदेखि घर जानुको कुनै अर्थ होला, घरदेखि यहाँ आउनुको कुनै अर्थ होला, कुनै कारण होला हैन। तपाई यो संसारमा जन्म लिनुको पनि त्यही कारण होला हैन। तपाईको आफ्नो आफ्नो लक्ष्य छ नि त। तपाई स्कुल पढ्नु पनि केही कारण होला र तपाई यहाँ एज अ हेल्थ असिस्टेन्ट या जनरल मेडिसिन पढ्नको लागि आउनु पनि केही कारण होला हैन। तर हामीले जबसम्म हाम्रो लक्ष्य मतलब हाम्रो एम जबसम्म थाहा हुँदैन तबसम्म हामी चाहिँ आफ्नो लाइफमा केही गर्न सक्दैनौँ। यु शुड नो म यहाँ किन छु त, के कारणले छु भनेर हामी स्पष्ट हुनुपर्छ। र सबभन्दा पहिलो कुरा चाहिँ यहाँ हामी आउनुको कारण के छ भनेपछि शिक्षा हो। शिक्षा भनेको नलेज, तपाईहरुलाई थाहा छ हैन। शिक्षा भनेको नलेज। अब यो शिक्षाको अर्थ पहिले बुझ्ने क्या। यहाँ जस्तै तपाईले स्कुलमा चाहिँ विद्यालय भन्छ, जहाँ विद्याको भण्डार हुन्छ त्यसलाई विद्यालय भनिन्छ है। त्यसको नामै त्यसरी आएको छ विद्यालय। विद्याको भण्डार हुने ठाउँलाई चाहिँ के भनिन्छ? विद्यालय भन्छ। त्यहाँ तपाई के गर्न आउनुहुन्छ? शिक्षा प्रदान गर्न। अब यो शिक्षा हेर्नु त, अब तपाईले यो शिक्षा वर्डलाई नै हेर्नुभयो भने हैन दुईटा यो सी अनि इच्छा। सी बाट तपाई के सोच्न सक्नुहुन्छ? सिक्ने। सी बाट सिक्ने। अनि यो क्षमता पनि लिन सक्नुहुन्छ या इच्छा। जसलाई सिक्ने इच्छा हुन्छ त्यसले नै शिक्षा प्राप्त गर्न सक्छ भन्ने कुरा। जस्तै जसलाई भोक लाग्छ त्यसले नै खाना खोज्छ नि त। त्यस्तै भनेको क्या विद्यालय कोही पनि मतलब पढ्न आउनुको कारण के हुन्छ? उसलाई शिक्षाको भोक हुनु पर्यो क्या। उसलाई सिक्ने इच्छा हुनु पर्यो अनि मात्र त्यसले शिक्षा प्रदान गर्न सक्छ, नभए सक्दैन। शिक्षा आर्जन गर्न सक्नु पर्यो। अब शिक्षा आर्जन गर्नेलाई के भनिन्छ? तपाईको नेपाली भाषामा शिक्षा आर्जन गर्नेलाई के भनिन्छ? विद्यार्थी। अब विद्यार्थी यहाँ मैले वर्ड लेखे ल है। विद्यार्थी मैले लेखेको गल्ती हुन सक्छ, म नेपाली पढाउने टिचर हैन। अब विद्यार्थी यसले हेर्ने भने दुईटा भागमा यसलाई दुई भागमा बाड्यो भने एउटा भनेको विद्या हो अनि यसको अर्को अर्थ। मतलब यसले के भन्छ भने विद्यार्थी भनेको जसले विद्याको राम्रो अर्थ लगाउन सक्छ के है। जसले विद्याको अर्थ बुझ्न सक्छ त्यही हो विद्यार्थी। स्कुल आएर पनि तपाईहरु यहाँ आएर पनि आफ्नो नलेजको मतलब जे गेन गर्दै हुन्छ त्यसलाई प्रोपरली युज गर्न सक्नु भएन भने तपाईहरु स्टुडेन्ट हैन। अब यस्ता इंग्लिश वर्डमा पनि हेरौँ ल। इंग्लिश वर्डमा पनि हेर्यो भने तपाईले स्टुडेन्ट भनेर सुन्नु भएको छ नि? यस सर। यसको यो स्टुडेन्ट भनेर सुन्नु भएको छ नि हैन? सुन्नु भएको। अब स्टुडेन्ट कहाँबाट भयो? यो वर्डलाई हेर्यो भने कसरी बनेको होला तपाई आफै हेर्नु त। यो भनेको स्टडी भयो, भेरी गुड। अनि त्यसपछि यो कहाँबाट आयो होला भन्नु त? ओबिडिएन्ट भनेर वर्ड सुन्नु भएको छ? सुन्नु भएको छ नि? मतलब जसले स्टडी गर्छ के भएर? ओबिडिएन्ट भनेर बनेर त्यसलाई नै हामी के भन्छौँ? स्टुडेन्ट भन्छौँ। जसले विद्याको अर्थ लाएर पढ्न सक्यो त्यसलाई विद्यार्थी भन्छ भने इंग्लिशमा हेर्ने भने जसले स्टडी गर्न सक्छ ओबिडिएन्ट भएर। अनि तर चाहिँ के भइदिन्छ भने हामी चाहिँ कहिलेकाहीँ भन्नुहुन्छ नि हामी त डेली आउँछु सर क्लास, तर जति गर्दा पनि मेरो दिमागमा केही पर्दैन। तपाईले आफूमा पनि चेक गर्नु यु आर ओबिडिएन्ट अर नट। ओबिडिएन्ट भनेको के? वॉइस। ओबिडिएन्ट भनेको मतलब तपाईलाई शिक्षा दिने मान्छेको तपाईले सबै कुरा मान्नु पर्ने हुन्छ। जस्तै टिचर, शिक्षक। शिक्षा दिने कार्य गर्ने मान्छेलाई शिक्षक भनिन्छ। लास्टमा क छ नि शिक्षकको क भनेको कार्य। शिक्षा दिने कार्य गर्ने मान्छेलाई के भनिन्छ? शिक्षक भनिन्छ। भने त्यो शिक्षकको कुरा तपाईले ओबिडिएन्टली मान्नु भयो भने मात्र जिन्दगीमा शिक्षा प्राप्त गर्न सक्नुहुन्छ, नभए काम छैन। स्कुल आएर पनि कलेज आएर पनि तपाईहरुको काम छैन। त त्यो ओबिडिएन्ट हुनुहुन्छ कि हुन्न? टिचरले पढाएको बेलामा सबै टिचरले भन्नुहुन्छ नि राम्ररी पढ्नु भनेर भन्नुहुन्छ नि हैन? अनि त सरले त राम्ररी पढ्नु भनेपछि तपाईहरुको काम के राम्ररी पढिदिनु हो, त्यो भयो ओबिडिएन्ट। टाइममा आउनु, फर्स्ट क्लास सुरु हुनुभन्दा अगाडि आउनु हैन? तपाई सुरुमै आउनुहुन्छ त्यो ओबिडिएन्ट भयो।
होमवर्क टाइममा गर्नु, मैले पढाएको कुरा चाहिँ साँझै घरमा गएर पढ्नु है भनेर भनिसकेपछि एउटा विद्यार्थीले साँझमै गएर पढ्छ भने त्यो हो ओबिडियन्ट स्टुडेन्ट। एन्ड द पर्सन अर द स्टुडेन्ट हु इज ओबिडियन्ट क्यान ओन्ली स्टडी वेल। त्यो कुरा दिमागमा बुझ्नु भयो नि, स्टुडेन्टै भनेकै त्यही हो क्या। हाम्रो लाइफमा हामी स्टुडेन्ट जस्तै हाम्रो उमेर 10 देखि 5 वर्षदेखि 24 वर्षसम्म त हामी स्कुल कलेजमै बिताइदिन्छौँ। त्यो स्टुडेन्ट लाइफ हो। स्टडी विथ ओबिडियन्ट है, ओबेइङ योर टिचर्स, ओबेइङ योर प्यारेन्ट्स र आफूभन्दा सिनियरलाई ओबे गर्नु। नभए त तपाईँले त्यो 24 वर्षसम्मको उमेरमा चाहिँ त्यो पढेर कामै छैन। तपाईँले जिन्दगीमा केही हासिल गर्नु छ भने त यो सब कुरा बुझिराख्नुपर्छ क्या। त्यत्तिकै यो वर्डहरू त्यत्तिकै पढेको होइन, सबैको अर्थ छ क्या। हामीलाई चाहिँ यो वर्डहरूलाई यसरी हेर्नु भने सबै वर्डको केही न केही अर्थ छ हैन। अब मैले तपाईलाई सिधा कुरा, सिम्पल कुरा मैले तपाईहरुले के भन्न खोजेको हो, बी ओबिडियन्ट व्हाइल स्टडीइङ। पढ्दाखेरि चाहिँ ओबिडियन्ट भएर पढ्दिनु। र अझै एउटा कुरा म तपाईहरुलाई आज प्रुभै गरेर देखाउँछु। हेर्नु, लाइफमा चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरा थाहा छ के छ, जुन चाहिँ विद्यार्थीमा पनि हुनुपर्छ है। लाइफमा सबभन्दा इम्पोर्टेन्ट कुरा विद्यार्थीमा पनि हुनुपर्छ, शिक्षकमा पनि हुनुपर्छ र कतै काम गर्ने मान्छे जो जब गर्छ त्यसमा पनि हुनुपर्छ। लाइफमा चाहिँ चाहिने नै कुरा भनेको के हो थाहा छ तपाईहरुले? भेरी गुड, मैले भन्नै पर्यो के डिसिप्लिन। हेर्नु, जसले चाहिँ डिसिप्लिन मेन्टेन गर्न सक्नुहुन्छ नि लाइफमा चाहिँ त्यसले 100% सक्सेस पाउनुहुन्छ। आई क्यान प्रुभ इट। त्यो डिसिप्लिन, अब डिसिप्लिन वर्डले हेरौँ ल हामी। त्यो वर्ड हेरौँ त ल, बी आई एस सी आई पी एल आई एन ई। दिस आर द लेटर्स जसले चाहिँ कुन वर्ड बनाउँछ? डिसिप्लिन। ल अब डिसिप्लिन डी भनेको कति नम्बरमा पर्छ एबीसीडी को? 4। हेर्दै जाऊँ ल। 4। आई भनेको 9। एस भनेको 19। चेक गर्नु होला है, 19 नै हुन्छ। सी भनेको 3। आई भनेको 9। पी भनेको 16 हो। 16 हो। एल भनेको यो समथिङ एल भनेपछि 12 होला। 12 होइन 14 हो। अहिले के 12 हो। आई भनेपछि फेरि 9 पर्यो है। त्यसपछि एन भनेको 14, ई भनेको 5। नाउ लेट्स सी। यो तपाई सबैलाई जोड्नु त। When you add it all, it comes 100 total. यो डिसिप्लिन वर्डले नै तपाईलाई सिकाउँछ जिन्दगीमा यदि फुल्ली 100% नै सक्सेस हुनु छ भने यो चाहिन्छ लाइफमा के डिसिप्लिन। त्यो वर्डहरु त्यतिकै बनेको होइन, त्यो सबै वर्डमा केही न केही नुकेको छ के। बुझ्नु भयो नि? त लाइफमा डिसिप्लिन एकदम जरुरी छ। डिसिप्लिन भनेको हाम्रोमा अनुशासन भन्छ। अनुशासन भनेको के? अब त्यो अनुशासनलाई नै वर्डलाई खेलाउँ के हामी। हाम्रो कामै हो वर्ड खेलाउने के। एउटा टिचरले चाहिँ त्यो वर्डलाई खेलाउन जानेन भने, एउटा स्पीच दिने मान्छेले वर्डलाई खेलाउन जानेन भने त ही क्यान नट बी अ गुड त्यो के भन्छ स्पिकर है। वर्डलाई खेलाउन सक्नु पर्यो के। अब अनुशासन, यता हेर्नु अनु अनि त्यसपछि शासन। शासन, शासन भनेको के? शासन भनेको रुल गर्नु भन्छ नि। आफैमा शासन गर्न सक्नु पर्यो के। मतलब के सही र के गलत भनेर छुट्याउन सक्नु पर्यो के हैन। र मतलब डिसिप्लिन जहिले पनि एउटा कुरा याद राख्नु, डिसिप्लिनमा बस्ने मान्छे कस्तो हुन्छ त्यसको गुणको कुरा गर्ने। डिसिप्लिनमा बस्ने मान्छेको गुणको कुरा गर्ने। हेर्नु, कोही पनि चाहदैन कि म कसैको अन्डरमा बस्छु र मतलब पढौँ। मतलब अब हाम्रो दिमागले के भन्छ भने इन्जोय गर्ने के। इन्जोय गर्न मन लाग्छ नि हैन। पढ्नु भन्दा जस्तै पढिरहेको बेलामा 10 वटा साथी यदि कतै घुम्न गएको छ भने तपाई के भन्नुहुन्छ? म पनि घुम्न जान्छु। क्लास छोडी 10 वटा साथी आइतबार पिकनिकको टुर गर्न जाने भनेर कुरा गरे भने अनि तपाई अब हेर्नु डिसिप्लिनको अर्थ बुझाउँदै छु मजाले सुन्नु। तपाईलाई चाहिँ के अब तपाईलाई पनि अब 10 वटा साथीसँग जान मन लाग्ने हो नि त। अनुशासनको कुरा गर्दा आफैमा शासन चलाउनु पर्यो के। अनि त शासन भनेको कडा हुन्छ नि जहिले पनि। बी अ भेरी प्योर अन योरसेल्फ। नो,
म जादिनँ भन्न सक्नु पर्यो क्या। आफैमा शासन चलाउनु, अरूले तपाईमाथि शासन नचलाओस्, जस्तै तपाईँको प्यारेन्ट्सले तपाईँमाथि शासन नचलाओस् क्या। होइन आइतबार क्लास छ चुप्लाएर क्लास पढ्न जानुपर्छ तिमीले भनेर नभन्नुहोस् क्या। आफैले चाहिँ भन्नु पर्यो होइन मेरो क्लास छ, मैले क्लास जानुपर्ने छ, 10 जनासँग घुम्न जान सक्दिनँ भनेर सक्नु पर्यो क्या। द्याट इज कल्ड डिसिप्लिन। एउटा डिसिप्लिन मतलब डिसिप्लिनमा भएको मान्छेले सक्सेस त्यसरी नै पाउने हो क्या। किनभने तपाईँले जस्तै फर इक्जाम्पल एउटा कुरा, हात्ती हेर्नु भएको छ नि, हात्ती एउटा जङ्गली हात्ती र पालुवा हात्तीमा हेर्नुहुन्छ भने त्यो जङ्गली हात्ती चाहिँ कस्तो उपद्रव मचाउँछ। त पालेको हात्तीलाई त्यो बाँधेर राख्छ नि, चेनले बाँधेर राख्छ, तर त्यसलाई चेनले खोल्ने बित्तिकै त्यो भाग्छ त? भाग्दैन नि। मालिकले उसलाई जसरी भन्छ जा जान भन्छ, मालिक माथि चढेको हुन्छ, मजाले जान्छ। मतलब उसलाई केही कुराले बाँधेको, जबसम्म बाँधेर राखेको हुन्छ भने नि ऊ राम्रो अनुशासित रहन्छ। होइन सबैले माया गर्छ। तपाईँले जङ्गली हात्तीको अगाडिमा तपाईँलाई भन्छु जानु त त्यसलाई केला खुवाएर आउनु भनेर, तपाईँ केही खुवाएर आउनु भनेर तपाईँ जानुहुन्छ, तर पालुवा हात्तीलाई तपाईँ मजाले त्यसको सुट चलाउनुहुन्छ, त्यसलाई माया गर्नुहुन्छ, होइन त्यसलाई खुवाउनुहुन्छ, मतलब त्यसलाई सबैले मन पर्छ। त यो त्यो हात्तीको खुट्टामा जुन जन्जिर लिएर बाँधेको हुन्छ नि, चेन लिएर बाँधेको हुन्छ नि, तपाईँहरू पनि त्यस्तै हुन्छ क्या। तपाईँलाई यदि प्यारेन्ट्सले खुला छोडिदिनु भयो भने त तपाईँ जङ्गली हात्ती भइहाल्नुहुन्छ, कसैले पनि तपाईँलाई मन पराउँदैन, सोसाइटीको मान्छेले पनि मन पराउँदैन। बट प्यारेन्ट्सले तपाईँलाई बाँधेर राख्नु भएको छ क्या, यस्तो नगर उस्तो नगर उस्तो नगर, एन्ड द्याट्स वाइ यु आर हियर। तपाईँलाई त्यो पैसा तिरेर प्यारेन्ट्सहरूले यहाँ पठाउँछ, अनि हामीले पनि तपाईँहरूसँग बोल्ने तरिका फरक छ नि त, होइन? तपाईँ ट्यापिए भएर घुम्नुहुन्छ भने हामीले हेर्ने र बोल्ने तरिकै फरक हुन्छ। तपाईँ जस्तै विद्यार्थीमै सबै विद्यार्थी राम्रो त हुन्छ भन्ने छैन नि त। कुनै कुनै विद्यार्थीलाई प्यारेन्ट्सले पुरा छुट छोडिदिएको हुन्छ क्या। तर हेर भाइ पढ्न चाहिँ पढ, त पछि पछाडि जे गर्न मलाई मतलब छैन, क्लास चाहिँ जा भनेर भन्यो भने त्यो त क्लासमा आउँछ, तर त्यस्तै बेहोरा देखाउँछ, क्लासमा डिस्टर्ब गर्ने, होइन? टिचरले पढाइरहेको बेलामा चाहिँ जे पाइ त्यही बोल्ने, टिचरलाई अनवान्टेड क्वेसन सोध्ने, त्यो भयो जङ्गली हात्ती। अनि तिनीहरूसँग गर्ने हामीले व्यवहार कस्तो हुन्छ? बिउडै हुन्छ नि त। तपाईँहरूले प्यारेन्ट्सले बाँधेर राखेको छ भने तपाईँहरू ढुक्क बस्नु, तपाईँलाई सबैले माया गर्छ, सबैले तपाईँसँग राम्रो नै गर्छ। जुन दिन प्यारेन्ट्सले तपाईँलाई छोडिदिनु भयो, कतिखेर छोड्नुहुन्छ भने तपाईँलाई प्यारेन्ट्सले कतिखेर छोड्नुहुन्छ? जब तपाईँ आफैमा के भइहाल्नुहुन्छ, इन्डिपेन्डेन्ट भइहाल्नुहुन्छ र क्षमतावान भइहाल्नुहुन्छ। तपाईँसँग क्षमता छ, न प्रब्लमसँग कोप गर्ने, समस्यासँग लड्ने, सही र गलत छुट्याउने। तपाईँहरूले ब्याचलर यो एचए पढिसकेपछि, तपाईँहरूले यो एचए पढिसकेपछि अनि मम्मी बुवाले भन्नुहुन्छ कि यहाँ नजा त्यहाँ नजा, यस्तो नगर उस्तो नगर भन्नुहुन्छ, त्यतिखेर त मम्मी बुवाले बुझिहाल्नुहुन्छ नि तपाईँहरूको मेरो छोराछोरी सक्षम भइसकेको छ, नाउ दे क्यान लिभ देयर लाइफ इन अ प्रोपर वे भनेर कन्फर्म भइहाल्नुहुन्छ नि त। बुझ्नुभयो नि? त त्यो समयको लागि वेट गर्नुहोस्। अहिले नै तपाईँले मेरो प्यारेन्ट्सले मलाई धेरै टाइट गर्यो, टिचर्सले टाइट गर्यो, प्रिन्सिपलले टाइट गर्यो भनेर अहिले तपाईँले पस्ताउनु हो भने पछि गएर तपाईँको यो संसारमा मतलब त्यो जनावर जस्तै हालत हुन्छ क्या। त्यो जनावर नबन्नुहोस्। भगवानले तपाईँलाई मान्छे बनाएर पठाउनु भएको छ भने तपाईँको केही लक्ष्य छ है, त्यो सबैको लक्ष्य हेर्नुहुन्छ भने त जनावर भन्दा हामीलाई के लाग्छ, जनावरको कुनै लक्ष्य हुँदैन। तिनीहरूको पनि यो संसारमा आउनु केही न केही कारण छ। उनीहरूले आफ्नो ड्युटी आफ्नो काम गरिरहेछ, तपाईँहरू पनि आफ्नो ड्युटी आफ्नो काम गर्नु भन्ने कुरा हो नि त। तपाईँहरू यहाँ पढ्न आउनु भएको छ भने मजाले पढ्नु।